बिहार दुलालदाईको बारेमा चाहिँ मैले दुईटा भिडियो भनेर दुईटै भिडियोमा चाहिँ लोत्रो गाली गाएँ होइन। तेस्रो भिडियो यो चाहिँ सपोर्टको लागि होइन, विरोधको लागि होइन। अब हिजो अस्तिको कुराकै विरोधको लागि चाहिँ होइन, त्यो चाहिँ मलाई ठिक लाग्यो भनेको। यो चाहिँ अहिले उहाँले कुलमान घिसिङ दाइ चाहिँ अब बालेन रविसँग छुट्टिनु भयो, त्यसपछि उहाँले एउटा भिडियो बनाउनु भएको रहेछ होइन। त्यहाँ चाहिँ उहाँले भन्नुभएको रहेछ कि राष्ट्रसभामा चाहिँ त्यो मान्छे मात्र टिक्छ जसलाई चाहिँ पदको लोभ छैन, जसलाई चाहिँ पदको लोभ छ त्यो चाहिँ टिक्दैन। अब जस्तै उहाँले उदाहरण पनि दिनुभएको रहेछ कि उहाँले चाहिँ भन्नुभएको रहेछ कि कतिपय मान्छेहरू चाहिँ होइन, उज्यालो पार्टीको कतिपय मान्छेहरू राष्ट्रसभामै छन् रे अझै होइन, तिनीहरू चाहिँ पदको लोभ नभएर बसेको अरे, जो चाहिँ पदको लोभ थियो उनीहरू चाहिँ बाहिर निस्के अरे, यो तरिकाले चाहिँ भन्नुभएको रहेछ। अनि त्यहाँ सम्झौता त एकपट्टिको मात्र थिएन, दुवैपट्टिको थियो होइन, दुवैपट्टिको थियो। मैले चाहिँ तपाईँलाई चाहिँ एकदम निष्पक्ष कुरा भन्नुहुन्छ भनेको बट तर तपाईँले चाहिँ उता बालेन रविको पक्षबाट मात्र भन्नुभयो क्या होइन। अब त्यहाँनिर पदको लोभ जसलाई चाहिँ पदको लोभ छैन त्यो मान्छे मात्र त्यो राष्ट्रसभामा बस्छ भनेपछि चाहिँ राष्ट्रसभामा पदै नदिएर कुलमान घिसिङ निस्केकै हो भने चाहिँ उनीहरूले चाहिँ जसले चाहिँ मिल्न आएछन् होइन, देश बनाउँछ भनेर मिल्न आएछन्, उनीहरू चाहिँ पद किन नदिएको त? उनीहरूले त्यो पदको लोभ गरेर नै त त्यो पद नदिएको होला कसैलाई। अब फेरि भन्नुहुन्छ होला कि आफ्नो प्रोपर्टी थोडी न अरू आउने बित्तिकै अरूको नाममा सुम्पिदिन्छ भनेर भन्नुहुन्छ होला। उनीहरू पनि आफ्नो प्रोपर्टी छोडेरै आएको थिए त होइन र, उनीहरू आफ्नो प्रोपर्टी छोडेरै आएको थिए। अब आफ्नो प्रोपर्टीको माया हुँदा अर्काको प्रोपर्टीको नि केही त हुन्छ, अरूलाई नि सम्मान त दिनुपर्छ हो। यो कुरो चाहिँ मेरो है, किनभने बराबर चाहिँ कुरा गर्नु पर्थ्यो, गर्नु भन तपाईँ पनि त्यस्तै हुनु रहेछ भनेर मात्र यो भिडियो बनाएको। अनि त्यहाँबाट अब यहाँ गल्ती चाहिँ कसको छ भनेर भन्नुहुन्छ भने गल्ती चाहिँ कुलमान, बालेन र रवि तिनैजनाको छ। किन भन्दा उता देश बनाउने कुरोमा चाहिँ यिनीहरू अब जे सम्झौता गरिछन्, सम्झौता चाहिँ हामीलाई लागि थियो कि यिनीहरूले चाहिँ देशकै बारेमा चाहिँ सम्झौता गरेको छ होइन, देशलाई नि एकदम राम्रोतर्फ लानलाई चाहिँ सम्झौता गरेको होला भनेको। अहिले बाहिर कुरोहरू निस्किँदै गर्दा चाहिँ उनीहरूले चाहिँ आफ्नो पार्टी चाहिँ कसरी दह्रो बनाउने, आफूलाई चाहिँ कसरी दह्रो बनाउने, त्यही विषय मात्र सम्झौता गरेर बसेको रहेछन् क्या। अब भन्छ अब देश बनाउने अब एक भएर हिँड्ने भनेपछि त देशकै लागि मरेपछि त देशको लागि चाहिँ के हित हुन्छ? आफ्नो तर्फबाट म चाहिँ देशको लागि यो गर्छु, तैँले देशको लागि यो गर, त्यसको तैँले चाहिँ यसो जसरी देशको लागि यो गर्नै पर्छ भनेर कुरो चलाएको भएको हो यिनीहरूले केही गरे भन्नु। आफ्नो पार्टीको लागि सम्झौता गरेर बसेका छन् र आफ्नो लागि सम्झौता गरेर बसेका छन्। अब यिनीहरूलाई चाहिँ कुन तरिकाले नेता भन्नु?